हेलो गुड मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी गुड मर्निङ त होइन, अब यो जस्ट भिडियोको स्टार्टिङ गरेर चाहिँ गुड मर्निङ भनेको हो होइन। अहिले चाहिँ हामी बाहिर जान लागेको। आज चाहिँ मेरो खासमा चाहिँ एउटा गार्डन जाने प्लान थियो। त्यो गार्डन चाहिँ मेरो एउटा आफ्नो पर्सनल कामले गर्दाखेरि चाहिँ हेड अफिस जानुपर्ने भयो। अनि त्यहाँ चाहिँ 4 बजेको टाइमिङ दिएको हुनाले चाहिँ त्यहाँनिर जाँदाखेरि 5 बजे बन्द हुने थियो, जान पाएन। अनि अहिले चाहिँ हामी एउटा नेसनल पार्क जान लागेको। त्यो चाहिँ 24 आवर्स खुल्ला हुन्छ अरे। अनि त्यहीँ पुगेर के कस्तो छ देखाउँला हजुरहरूलाई। ओके, हामी चाहिँ डेस्टिनेसन आइपुग्यो भन्ने ठानेको थिएँ। यो चाहिँ सानो पार्क मात्रै रहेछ होइन। अनि खासमा चाहिँ म पहिला आइसकेको रहेछु, तर यहाँ चाहिँ पार्क मात्रै रहेछ। अब उता माथि जानुपर्ने, त्यही भएर माथि जान्छौँ पक्नै। हामी चाहिँ एयोको डाँडा जानु लागेको हो। यहाँ चाहिँ पार्क मात्रै रहेछ, हामी चाहिँ डाँडा जानु लागेको त्यो माथितिर। यहाँबाट चाहिँ फर्काएर त्यो तल्लो रोडबाट जानुपर्ने हुन्छ। गाडी चढौँ। के छ जनताहरू? जनताहरू भन्दा एकजना मात्रै देख्यो होला। यहाँ पनि छ जनता। ए अनुहार लुकाएर हेर्नु ठस्स पराएर राखेको। यो जङ्गलमा हिँड्दाखेरि चाहिँ टक्क त्यो उको भाइब्स आउने खालको छ नेपालको है। नेपालको त्यो जो होइन होइन इलामहरू यस्तो माथि जाने बाटोहरू नि यस्तो टाइपको छ नि। त्यो रोड पनि नराम्रो छैन त्यहाँको त, फिकलहरूतिर क्या राम्रो छ। यस्तो भाइब्स दिने खालके बाटो हामी लाग्दैछौँ डाँडा। मलाई यस्तो मनपर्छ क्या, दुईपट्टिबाट रुख झुकेर गेट जस्तो बनेकोहरू क्या। किन हाँसेको दिदी? होइन म तल हिँड्छु। मैले यो ठाउँ आउँदाखेरि पहिला मैले हिँडेको यादै छैन नि त त्यस्तरी। अनि मैले कसरी हिँड्नु त त्यत्रो डाँडा भन् त? त टोइलेटको डाँडा चढ्नु त कम त घाँडा लागेको थिएन। अब त्यत्रो डाँडा माथि चढेर गएको भए त म त बिहोस भइहाल्थेँ नि। यो ज्यानले त्यति चढ्यो भने त आजै दुब्लाउँथ्यो। यहाँ माथि पनि यो घर हो कि रेस्टुरेन्ट हो? कस्तो त्यो डाँडामा टक्क रोडको बिचमा जस्तो क्या है। अब यहाँबाट रोड छ, उताबाट नि आउने यताबाट नि आउने ठक्क मिटमा क्या। कस्तो लाग्यो दिदी त्यो घर? घर त त्यति देखिँदैन तर नि कस्तो उयो टाइपमा राखेको क्या है, बनाएको क्या टी जक्सनमा क्या। नाइस। यहाँ पनि रोड बन्दै रहेछ भने हामी चाहिँ अड्के भइएको छ एकछिनलाई होइन त। ओके, ग्रिन लाइट बल्यो है। यताबाट पनि जाने बाटो, यो डाँडामा घर क्या भाँसेको रहेछ नि त रोड। होइन बुढो बाइकमा है। यहाँबाट चाहिँ हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ। के अरे भेट्यो घाम। हामी चाहिँ अब होइन धेरै होइन, कति 2 मिनट जति हिँड्न लागेको। दिदीको हालत खराब भइसक्यो। भेनाले अघिसम्म डोराइराख्नु भएको थियो, अनि अहिले चाहिँ अनि छोडिदिनु भयो। यसरी अब चाहिँ हामी चाहिँ यो के भ्यू पोइन्ट रे भेना? त्यहाँको अब सनसेट पनि हुन लागेको छ। चाहिँ
खासै देखेको चाहिँ छैन होइन, तर तल तल चाहिँ होइन, यहाँ चाहिँ जङ्गल 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 छ अनि घरहरू छ तल तल चाहिँ। यता माथि पनि घरहरू रहेछ। अघि घर हेर्दै आयो। जुम पनि गरेर हेर निकाला त। दिदी यहाँ यस्तो दिदी पनि आइसकिन् यो ठाउँमा। कतिचोटि दिदी? योसँग 2 चोटि हो। दिदी चाहिँ 2 चोटि आइसकेको, म पनि 2 चोटि आइसकेँ। तर म चाहिँ सिधै माथि त्यो के भन्छ अरे त्यो जायन्ट चेयरमा पुगेको 2 चोटि। दिदी पनि त्यहीँ पुगेको, तर यहाँ चाहिँ अहिलेसम्म रोकेको थिएन, आउँदै नि आइएन। ल यहाँ कति धेरै मान्छे रहेछ नि त। ओ चस्मा ल्याएन अरे हाम्रो दिदीले। यहाँबाट चाहिँ मान्छेहरूले सनसेट हेर्न आएको कि। उसलाई चाहिँ जहाँ गयो नि घामै ताप्नुको छ जिन्दगी। जाम बरु माथि नै। माथि जाउँ बरु भरे आम्ट्या। यहाँ होइन हौ, उता जाउँ कि माथि क्या त्यो ऊ भएकोमा चेयर भएकोमा त्यो चराहरू पनि छ क्या। त्यहाँ जाउँ बरु। अलिकसम्म अहिले त सनसेट भइहाल्दैन, बरु भएकोसम्म आम खोइ पर्खेर बस्छ होइन। आम्मामा यसको बास्ना त के को भन्छ अरे अत्तर इत्थर भन्न आँटेको रहेछ। तर हाम्रो देशमा मात्रै होइन, यताको देश पनि त्यस्तै हो। कुना काप्चा भेट्यो कि बसिहाल्छन् होइन। यत्रो हिँडेर आयो किन होला हामी जहाँ आँखामा घाम पऱ्यो कि हेर्न आएर हुने मान्छे यस्तो त अब घरमा 3 दिन देखिन्छ। घामहरू जङ्गल पनि छ पछाडि होइन। तर होइन रमाइलो पनि छ हिँड्नुलाई त यो। कसको मुखबाट सुनेको है के यहाँबाट खस्यो भने त है होइन हौ, गुल्टेर चाहिँ लड्यो भने त रुखमा भुडी न्याक्क गरेर। फोन पनि खस्छ भन्ने टेन्सन पो लाग्छ। अनि म्याप हो, हेर इन्जोय गर भनेर दियो त मैले पनि बोकेर ल्याएँ। हेर्छौँ न हामी पनि म्याप होइन। उता हाम्रो देशमा आउँदाखेरि यिनीहरूले बोकेर हेर्छ नि त होइन। हामी पनि यसो बोकेर हेरिदिउँ न, यहाँ के छ भनेर चाहिँ हेर भनेर भन्यो होइन। कता यसरी घुमौँ न। मेरो बुढालाई फेरि जाडो भइहाल्छ। ऊ अलिकति हावा चल्यो कि मलाई चाहिँ अलिक थोरै नै जाडो हुन्छ। आँखामै पर्दैन। देख्नु त देख्ने अलिक छल्लिने होला नि त। होइन लिन्थ्यो होला। दामी देखेको हो भिडियोमा त। यस्तरी गर्दा त यहाँ ममताले हिँडेको ठाउँबाट हिँडेर त दामी देखेको क्या। उता हिँड न। वाउ नाइस नाइस दामी देखेको। ल ठिक छ, दामी ठाउँ चाहिँ न। त्यसमा चाहिँ के देखाएको रहेछ पेपरमा चाहिँ सनै कस्तो दामी भ्यू देखेको के। कुन ठाउँमा किन हाँसेको? यहाँनिर हेर न सबै तलतिर तलतिर नि गर न क्यामेरा भनेको मान्छे छ के भयो त? मलाई त कस्तो लाग्छ। यहाँनिर तल यस्तो रहेछ, यहाँनिर चाहिँ यस्तो रहेछ। बन्द रहेछ। पैसा हाल्नु यहाँ कोइन हाल्ने रहेछ अनि त्यसै बन्द रहेछ अरे हेरेर। यहाँनिर कति डलर रहेछ पुस कोइन। अटोमेटिक फोकस चेयरमा जाने।
यो त जाइन्ट चेयर के उयो क्या दिदी काठको घरमा पहिला हुने टाढा जस्तो यस्तो तर मजाले बनाइदिएको क्या यो त रोडै हो नि होइन र तलतिर गए पछाडि त पार्किङ रहेछ नाइस नाइस यस्तो गरेर बस्नु यस्तो आमा सक्छ नि कपाल तानेको त तानेर जुम गरेर हेरेको त पमजम बाबा जस्तो देख्दो रहेछ खोइ एकचोटि पहिले गर त पमजम बाबा के छ यो चाहिँ हामी घुम्न आएको ठाउँ हो अनि क्यामराम्यान चाहिँ यहाँ हुनुहुन्छ मेरो फोटो खिचिरहेछ क्यामराम्यान थाहा भएन त्यस्तै छ कहाँ गयो दिदी हेर न यसरी सधैँ फुललाई नि मसिनो गरेर रोपेर फुलाएर नि कस्तो राम्रो भएको जाली हालेर आफ्नो चाहिँ घाम पुगेन कि भनेर बाहिर घाममा राखिदिएको मेरो फुल चाहिँ मर्यो अनि अहिले फेरि कोठाभित्र लिएको छु घाम दामी देखेको तर खै म चाहिँ कस्तो देख्दैछ आँखाले हेर्दा चाहिँ दामी तर घाम हेरिसके पछाडि चाहिँ यता हेर्नु सकिँदैन रहेछ हौ पोल मरिन्छ यस्तो मजाले फुल रोपेको क्या यो क्यामराम्यान सबै क्यामराम्यानहरू माथि छ अर्को क्यामराम्यान यहाँ माथि यहाँ अर्को यहाँबाट चाहिँ हो त्यो दुईवटा कुकुरको स्ट्याचु यता दुईवटा स्ट्याचु रहेछ घाम डुब्न लाग्यो यही हो भ्यू चाहिँ वरिपरि घुमेर देखाइदिएको क्या ल यहाँ फोटो खिच्दैछ अनि म चाहिँ पोज दिएछु भिडियो गर्दै दिदी औ चरा भएकोमा जाउँ आउँछु लाली गुराँस पुरा कोपिला लागेर बसेको क्या फुलिसकेछ अनि नयाँ पत्ता पलाउँदै रहेछ त्यो आम्मामा यो रुख नेचरले पनि अचम्मै दिन्छ यार कहिलेकाहीँ त रुख नाङ्गै बस्यो रे गर लुगा लगाइदेऊ न ए रुख नाङ्गै बस्यो रे दिदी ओ दिजु ओ ए सनसेटको गरेछ यो वाला मलाई रुख यस्तो रोप्नु मन लागेको थियो अनि मैले काठमाडौँबाट आमालाई दुईवटा किनेर लगेर जोगाउनु भनेको बाँच्दैन रहेछ हाम्रोतिर त मनै दुखेछ यहाँभित्र जाने बाटो रहेछ क्या ए त्यहाँ पुल छ त नि यहाँ पनि रहेछ पुल ठुलो पुल तर्नु गाह्रो भयो खोला त यो त खोला होइन यसलाई त कुलो भन्छ हो हाम्रोतिर खोल्सा कुलो होइन त घरको अगाडि आँगनबाट निस्किने कुलो यस्तो बाटो आइँदैछ अघि भिडियो गर्छु मनमा सोचिरहेको थिएँ नगरेको ओ एमसी डाइरेक्ट क्याङ्गारू अगाडि आएर झन्डै मेरो साथ पुग्दा अहिलेसम्म ढुकढुक ढुकढुक गर्दैछ मुटु झन्डै आज मारेन है हामीले बाटो त नि यो बाटो आउनु हामीले के सही गऱ्यौँ कि गलत गऱ्यौँ भित्रको बाटो जाम भनेर आएको भित्रको बाटो आउने भनेर आइयो है जङ्गलै जङ्गल साइडको बाटो बस्नेलाई भन्दा चलाउनेलाई कस्तो हुँदै होला
तल त केही भएको छैन बाटो चाहिँ खतम रहेछ मैले त्यो हेर्छु त तलबाट जाने कि माथिबाट जाने जताबाट नि हुन्छ भन्ने मलाई के थाहा यस्तो छ भनेर मलाई पनि के थाहा छ अनि त्यो क्याङ्गारू आएपछि त मेरो त साथै गयो नि हौ ओएमजी बिस्तारो बुढा स्लो जाउँ ढिलो गए अवश्य पुगिन्छ भनेर पाराले जाउँ ढिलो गए अवश्य चुडै निस्किन्छ होला यो बाटोमा त तिमी एक्लै यो बाटो आइरहेको अरे बिप मलाई लिफ्ट दिनुहोस् न भन्यो भने के गर्छौ अनि ओएमजी यो गलत गऱ्यौँ बुढा गलतै धेरै गलत डिसिजन साइको बनाउने बाटो रहेछ त पनि छ यहाँ कता कता घरहरू है एउटा दुइटा कता कता बस्नेहरू छ ओएमजी लो ए यहाँ त उ रहेछ बाटो बन्द वाला गेट बन्द गरेको वाला रहेछ क्या यहाँ पनि घुमाउरो बाटो अनि लिफ्ट दिनुभन्दा भन्दा ए सिट लिफ्ट दिनुभन्दा भन्दा मानेन पछाडि क्या चुइक्क बिल्लाएर यहाँ टेलिपोर्ट उयो भएर टेलिपोर्ट भएर यहाँनिर सिटमा बसेर किन नदिएको भन्यो भने बुढा तर्सेको त्यसो भनेको डरायो आया ला फोनै झऱ्यो पिन त छै मान्छे बस्छ हौ यस्तोमा हेर न दिदी को बाटो तर मान्छेहरू घर छ क्या यहाँ कता कता भित्र हामीले अँध्यारो भएर नदेखेको मात्र हो साला यो कार्डबोर्डले नि तर्सायो एम बाटो त तल घर अलिक साहस आए जस्तो भयो घर देखेर तल यस्तोमा पनि मान्छे छ है तल घर देखेर अलिक साहस यस्तोमा त नि यो त्यो के अरे ऊहरूले तर छैन होला है बाघ भालु त यस्तोमा कि छ होला छैन होला यस्तोमा पनि अब यो भित्र हेर्दै एउटा मात्रै घर क्या त्यो पनि बसिरहेछ ऊ यहाँ माथि पनि के हो यो कन्टेनर कि घर हो घरै रहेछ नि त्यहाँ माथि त्यसको ग्यारेज रहेछ ऊ पिन घर यहाँबाट चढ्ने यस्तो यस्तोमा घर क्या कसरी बस्दैछ होला है म त त्यस्तो बजार जस्तो रुममा ऊ गाडी आयो यता माथि हो जानु दिनु पर्यो नि त आयो है सास चाहिँ अलिअलि भयो भने गाडी आयो नि देखियो अघि त कस्तो साइडको परिरहेको थियो नि त यहाँ झगडा परे पनि चटपटे खाने दिन आयो नौबत होइन दिदी गर्छ यही चटपटेले हो